यो चाहिँ हिजो पेस्ट बनाएर राखेको यस्तो भयो। हेर्नुहोस्, अब यसलाई चाहिँ हामी रेडी पार्छौँ। यसमा चाहिँ यस्तो बबल्स टाइपको आउनुपर्छ, अन्त चाहिँ पर्फेक्ट डोसाको टेस्ट भयो। यसमा चाहिँ यस्तो बबल्स टाइपको आउनु यसमा चाहिँ तेल हालेर अलिकति उडद दाल हालेको छौँ। त्यहाँबाट तोरी, त्यहाँबाट कडी पत्ता, एउटा खोर्सानी, यसलाई यस्तो गर्नुपर्छ। यो चाहिँ अचार रेडी भयो। घोल्नुपर्छ यसलाई। यो चाहिँ अचार रेडी भयो घोल्नुपर्छ। यहाँ चाहिँ हामी डोसा बनाउँदैछौँ। हेर्नुहोस्, डोसा बनाउँदा चाहिँ तरिका हुनुपर्छ। यी एउटै डाइरेक्सनतिर घुमाउनुपर्छ। दुईपट्टि घुमायो भने चाहिँ राम्रो हुँदैन, एकपट्टि मात्रै घुमाउनुपर्छ। हेर्नुहोस्, अलिकति तेल हाल्नुपर्छ टेस्टको लागि चाहिँ यो अलिकति तेल हालेको। यो चाहिँ डोसा चाहिँ अब यहाँ चाहिँ पाक्यो। यो निस्किन थाल्यो भने पाक्यो। अब हेर्नुहोस्, पाक्यो। अब गरमा गरम डोसा अनि चटनीसँग खानुपर्छ। तपाईँहरूले चाहिँ यो डोसा सब्जीसँग मसलासँग सब्जीको मसला बनाएर यो डोसा तपाईँहरू खान पनि सक्नुहुन्छ। तर हामी चाहिँ प्लेन डोसा खाने अचारसँग। अब चाहिँ मेरो भान्जालाई म डोसा दिँदैछु। हेर्नुहोस्, यहाँ हेर्नुहोस् मेरो भान्जा। अनि भान्जा, तपाईँलाई चाहिँ कस्तो लाग्यो यो डोसा? मिठो लाग्यो। मिठो छ? तपाईँहरूलाई मन पर्यो भने भिडियो मन पर्यो भने लाइक, सेयर अनि कमेन्ट गरिदिनु है।